अच्छा। ओम शान्ति। परमपिता परमात्माका अति स्नेही सर्व खजानाहरूका मालिक बच्चाहरूलाई सदा मुस्किललाई सेकेन्डमा परिवर्तन गर्ने सहज योगी, सदा सङ्कल्प समय बोली कर्मलाई श्रेष्ठ बनाउने, सदा बचतको खाता बढाउने, सदा मनको मालिक, मन बुद्धि र संस्कारलाई अर्डरमा चलाउने यस्ता स्वराज्य अधिकारी आत्माहरूलाई, नवयुग अधिकारी श्रेष्ठ आत्माहरूलाई सदा आफ्नो जीवनमा गुणहरूलाई प्रत्यक्ष गरेर अरूलाई गुणवान बनाउने, सदा अखण्ड महादानी महासहयोगी आत्माहरूलाई र सदा परमात्मा विधिद्वारा सम्पूर्ण सिद्धि प्राप्त गर्ने सिद्धि स्वरूप आत्माहरूलाई याद, प्यार, गुड आफ्टरनुन और नमस्ते। श्रीमद् भागवत गीता अध्याय 2 श्लोक नम्बर 38 मा बताइएको छ, सुखे दुखे समे कृत्वा लाभालाभ जया जयौ ततो युद्धाय युजस्व नैवं पापम वाप्स्यसि। अर्थात् सुख दुख, लाभ हानि, मान अपमान र जय पराजय सबै कुराहरूको मिश्रण यो विशाल नाटकमा हामी कलाकारहरूलाई परमात्माले सुख दुख, लाभ हानि, मान अपमान, जय पराजय सबै कुराहरूको हामीले भूमिका खेल्नुपर्ने हुन्छ। यो संसारमा कुनै पनि आत्माहरूलाई सधैँ सुख, सधैँ लाभ, सधैँ मान सम्मान, सधैँ विजय यो सम्भवै छैन। किनभने सुखपछि दुःख, मानपछि अपमान, लाभपछि हानि र जयपछि पराजय यो कर्मशः एकपछि अर्को गर्दै हाम्रो जीवनमा आउने कुराहरू हुन्। तसर्थ जो व्यक्ति यी सबै कुराहरूमा समान रहन सक्छ, एउटै स्थितिमा रहन सक्छ, त्यो व्यक्तिलाई नै स्थित प्रज्ञ मुनि भनेर भनिन्छ। तसर्थ जीवनमा सधैँ सुख, सधैँ लाभ, सधैँ विजय र सधैँ मानको इच्छा राख्नु यो पनि दुःखको कारण हो। किनभने यो सृष्टिमा सबै कुराहरू सुखपछि दुःख, मानपछि अपमान यस्तै कुराहरू मिलाएर बनाएको यो विशाल सृष्टि नाटक हो। तसर्थ हामी यो संसारमा सुख, मान सम्मान, लाभ अथवा विजय को इच्छा राख्यौं भने पनि हामी दुखी हुन पुग्छौं। तसर्थ परमात्मा भन्नुहुन्छ, यी सबै कुराहरूमा सुख दुःख, लाभ हानि, मान अपमान र जय पराजयहरू यो सृष्टिको खेलबाट माथि उठेर यो सबै अवस्थामा हामी जब एकरस स्थितिमा रहन सक्छौं तब नै हामी वास्तविक योगी अर्थात् साधक बन्न पुग्छौं। तसर्थ यो संसारमा जति अरूलाई हामीले सम्मान दिन्छौं त्यति आफू नै सम्मानित हुने हो, जति अरूलाई सुख दिन्छौं त्यति आफै सुखी हुने हो, जति हामी अरूलाई विजय प्राप्तिको लागि अगाडि बढाउँछौं त्यति नै स्वयं विजयी बन्ने हो।
र यसरी हामी सम्पूर्ण कलाकारहरू यस धरतीमा जति पनि छौँ एकअर्कालाई सहयोग गर्दै परोपकार र कल्याणको भावना, विश्व कल्याणकारी भावना लिएर सबै आत्माहरूको सेवा गर्दै अगाडि बढेमा हामी सफल हुन सक्छौँ र जुन आउँदै गरेको नवयुग अर्थात् सतयुग छ त्यहाँ ज्ञान, गुण, शक्ति, सम्पूर्ण कुराहरूले, सम्पत्ति, स्वास्थ्य, सम्पूर्ण कुराहरूले भरिपूर्ण युग जुन सतयुग हो त्यो दुनियाँमा हामी आत्माहरू जान लायक बन्छौँ। तसर्थ यस ब्राह्मण जीवनमा, यस तपस्वी जीवनमा हामीलाई कुनै पनि सांसारिक कुराहरूले छुनु हुँदैन। हामी त्योभन्दा माथि, हामी धर्मको सीमाबाट पनि माथि उठेर वसुधैव कुटुम्बकम अर्थात् सारा विश्व नै हाम्रो परिवार हो भन्ने भावना लिएर हामी अगाडि बढ्यौँ भने पक्का पनि हामी भगवानको प्रिय पात्र बन्न पुग्छौँ र यो संसारमा छिट्टै नै सम्पूर्ण सत्यको दुनियाँ अर्थात् सत्यकी दुनियाँ आउनेछ। अच्छा, ओम शान्ति।